हाम्रो घरमा दसैँको सुरुवात चाहिँ हाम्रो बुवाको टिका लगाउने काम सुरु भइरहेको छ। ल है साथीहरू, हजुरहरूको घरमा कसरी सुरु भयो थाहा भएन। हाम्रो घरमा अब सुरुमा मुख्य मान्छेहरूबाट टिका लगाउने काम सुरुवात हुन्छ अनि त्यही काम सुरु भइरहेको छ। अनि त्यसपछि अब बिचमा चाहिँ हाम्रो पालो चाहिँ ओभरट्याक गरेछ लाटाले। लाटो आएर टिका थापिरहेको छ आमासँग, आमा र बुवासँग। बिचमा लाटो आछ अनि हाम्रो घरको डन हो। त्यसपछि चाहिँ अब यसरी चाहिँ टिकाको दसैँको अवसरमा रमाइला क्लिप्सहरू पनि छन्। बुवा आमा नाचेको बिचमा। अनि यसरी नै हामीलाई हेरेर साथ दिनु होला। अनि दसैँ तिहारको फोटोहरू चेलीबेटीहरूको पनि विभिन्न चेलीबेटीहरूको टिका लगाउने काम पनि छ, बिचमा छन्। यो सबै घर परिवारको फोटोहरू अनि चेलीबेटीहरू, बहिनी ज्वाइँहरू, छोरीहरू, छोरी ज्वाइँहरू सबै आउनुभएको छ। यसपालिको दसैँको सुरुवाती लाटाले मलाई टिका लगाइदिँदैछ। ल हाम्रो डनलाई टिका लगाउने काम भइरहेछ। मैले टिका लगाइरहेको छु साथीहरू, हेर्नु होला। अब यसमा लाटाले टिका लगाउन सिकाउँदैछ। डनले मलाई टिका लगाइदिनुलाई, जमरा लाउनुलाई अहिलेको दसैँ हाम्रो यसरी नै लगाइदियो भनेर छ। अनि टिका जमरा लगाइसकेपछि यस्तै हो। दक्षिणा पायो डनले दक्षिणा पायो, पैसा पायो। अब एउटा दियो, ठुली गऱ्यो, मैले ढोक गरेँ। डनलाई ठुली गर्नु पर्यो है लाटो। त्यसपछि पैसा लिएर गयो। अब यहाँ माइला र सुरु भइरहेको छ। अनि त्यसपछि अर्को कान्छो आयो। देवर बाउजीको अब सबैलाई घरमा लगाउने काम भइरहेको छ। तर मैले चाहिँ यो भिडियो बनाउने क्रममा चाहिँ बिचमा यसो पारिवारिक पाहुनाको क्लिप्सहरू राखेको थिएँ। यसलाई अन्यथा नसोच्नुहोला, भिडियो अघि पछि भयो भनेर। यो चाहिँ बिचमा अब उनीहरू आउन त पछि आएको हाम्रो बुढाबुढीको हाम्रो टिका लगाइ सुरु भयो। टिका त अघि सुरु भएको, भिडियो एडिटिङ गर्ने बेलामा तलमा त्यो भएर चाहिँ पाहुनाहरूको क्लिप्सहरू गरेको। अब हाम्रो माथिल्लो घर साइल दाइले लगाउँदै हुनुहुन्छ बुवालाई, मम्मीलाई टिका लगाउँदै हुनुहुन्छ, ढोक गर्दै हुनुहुन्छ। त्यसपछि अब कसको पालो आउँछ, आमालाई